नेपाल एक कृषि प्रधान देश, विकेन्द्रित र विविध भूगोल भएको राष्ट्र हो। हिमालदेखि तराईसम्म फैलिएको यो देशमा आर्थिक तथा सामाजिक असमानता भने गहिरो छ। आज हामी नेपालका अति गरिब 10वटा जिल्लाहरूको बारेमा भिडियो प्रस्तुत गर्दैछौँ। लागौँ नम्बर 1 तर्फ। नम्बर 1 मा रहेको छ हुम्ला जिल्ला। हुम्ला जिल्ला नेपालकै कर्णाली प्रदेशको अति एक दुर्गम र हिमाली जिल्ला हो। यस जिल्लाको सदरमुकाम चाहिँ सिमकोट हो। क्षेत्रफलको आधारमा हुम्ला नेपालकै दोस्रो ठुलो जिल्ला हो। हुम्ला नेपालको सबैभन्दा दुर्गम र कम विकसित जिल्लामध्ये एक हो। यहाँ भौगोलिक कठिनाई, यातायातको अभाव र कठोर जलवायुका कारणले विकासको कार्यहरू चुनौतीपूर्ण छन्। तर यहाँको बासिन्दाहरू आफ्नो परम्परा, संस्कृति र जीवनशैलीलाई जोगाउँदै अगाडि बढिरहेका छन्। यहाँ उत्पादन नहुने भएकाले खाद्यान्न अन्य जिल्लाबाट ल्याउनु पर्छ, जुन महँगो र स्थिर हुन्छ। यद्यपि हुम्ला पर्यटन र जडीबुटी संस्कृति, विशेष गरी मान्छो र कैलाश जाने बाटोको ठुलो सम्भावना छ, जुन भविष्यमा विकासको आधार बन्न सक्छ। नम्बर 2 मुगु जिल्ला। मुगु जिल्ला नेपालको कर्णाली प्रदेशमा अवस्थित एक दुर्गम हिमाली जिल्ला हो। यस जिल्लाको सदरमुकाम चाहिँ गमगढी हो। मुगु जिल्ला प्राकृतिक र सौन्दर्य, राणाताल र सांस्कृतिक विविधताको लागि प्रसिद्ध छ। तर यहाँको भौगोलिक दुर्गमता र आधारभूत सेवाको अभाव र आर्थिक अवसरहरूको कमीको कारण यो जिल्ला नेपालको गरिब जिल्ला मानिन्छ। यहाँ जमिन उब्जाउ छैन र यहाँ कठोर मौसमको कारणले एक वर्षमा एक पटक मात्र खेती गर्न सकिन्छ। यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली जस्ता सेवा प्राप्त छैन। मुगु हिमाली जिल्ला हो। अधिकांश बस्तीहरू पहाडी भेगमा छरिएर रहेका छन्। यातायात साधन सीमित छन्। राणाताल नजिकसम्म हवाई सेवा भए पनि धेरै ठाउँहरूमा पैदल जानुपर्ने अवस्था छ। विकासको पूर्वाधार पुर्याउन अवस्था अति नै कठिन छन्। नम्बर 3 डोल्पा जिल्ला। डोल्पा जिल्ला नेपालको सबैभन्दा ठुलो जिल्ला हो। यसको क्षेत्रफल 7,879 वर्ग किलोमिटर छ। यो जिल्ला कर्णाली प्रदेशमा पर्छ, हिमाली भेगमा अवस्थित छ। डोल्पा जिल्ला नेपालको सबैभन्दा गरिब जिल्लामध्ये एक मानिन्छ र यसको पछाडि विभिन्न कारणहरू रहेका छन्। डोल्पा जिल्ला दुर्गम हिमाली भेगमा अवस्थित छ। यहाँ धेरै बस्तीहरू सडक सञ्जालबाट टाढा छन्। सडक पुग्न र यातायातको पूर्वाधार अपुग छन्, जसले बजार पहुँच र सेवा प्रवाहमा कठिन ल्याउँछन्। कृषि परम्परागत छन् र यहाँको सिँचाइको सुविधा सीमित भएकाले उत्पादन न्यून छन्। डोल्पा खाद्यान्न अभाव र कुपोषणको समस्या गम्भीर छन्। स्वास्थ्य सेवा र शिक्षाको पहुँच सीमित छन्, जसले जनजीवनमा प्रतिकूल असर पार्छ। धेरै गाउँहरूमा विद्यालय र स्वास्थ्य चौकी टाढा छन्, जसले जनजीवनमा प्रतिकूल असर पारिरहेका छन्। नम्बर 4 कालीकोट। कालीकोट जिल्ला नेपालको कर्णाली प्रदेशमा अवस्थित एक दुर्गम र हिमाली जिल्ला हो, जुन नेपालका सबैभन्दा गरिब मध्ये एक मानिन्छ। यसको पछाडि विभिन्न कारणहरू रहेका छन्। कालीकोट बाढी, पहिरो, भूकम्प, आगलागी र महामारी जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको जिल्ला हो। यसले सामाजिक र आर्थिक जीवनमा गम्भीर असर पारिरहेका छन्। यहाँ महिला, दलित, अपङ्गता भएको व्यक्ति र अन्य सीमान्त कुनै आर्थिक अवसर, शिक्षा र स्वास्थ्यको सेवा पहुँचबाट वञ्चित छन्। लैङ्गिक र जातीय विभेदले गरिबलाई थप गहिरो बनाएका छन्। यहाँ युवाहरूका पलायन र बेरोजगारी असरको कमीले गर्दा धेरै युवा भारत वा खाडी मुलुकहरूमा मजदुरी गर्न जान बाध्य छन्। यसले स्थानीय क्षमता, शक्ति र आर्थिक गतिविधिमा नकारात्मक असर पार्छन्। नम्बर 5 बाजुरा। बाजुरा जिल्ला नेपालको सबैभन्दा गरिब जिल्लामध्ये एक हो। यहाँ विभिन्न अभियान र सरकारी तथ्याङ्क अनुसार यहाँको गरिब 64.1 रहेको छ, जसले यो जिल्लालाई नेपालकै सबैभन्दा
गरिब जिल्ला बनाएको छ। यस जिल्लाको गरिबीको पछाडि विभिन्न कारणहरू रहेका छन्। बाजुरा सुदूरपश्चिम प्रदेशको एक दुर्गम जिल्ला हो। यहाँ अधिकांश बस्तीहरू पहाड भेगमा छरिएर रहेका छन्। यद्यपि सबै स्थानीय तहहरूमा सडक सञ्जाल जोडिएको छैन, तर धेरैजसो नदीहरूमा स्थानीय पुल नहुनुको कारण वर्षायाममा आगमन विरुद्ध हुन्छ। बाजुरामा बाढी, पहिरो, सुक्खा जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको जिल्ला हो। जलवायु परिवर्तनले यी प्रकोपहरूको आवृत्ति र गम्भीरता बनाएको छ, जसले खाद्यान्न सुरक्षामा थप चुनौतीहरू सिर्जना गरेका छन्। नम्बर 6 बझाङ। बझाङ हिमाली जिल्ला हो। यहाँ धेरै बस्तीहरूमा दुर्गम पहाडी क्षेत्रमा छन्। सडक, पुल र यातायातको पूर्वाधार अपुग छन्, जसले बजार पहुँच र सेवा प्रवाह कठिनाइ हुन्छ। स्थानीय रोजगारको लागि कमीले गर्दा धेरै युवा भारत तथा अन्य देशहरूमा मजदुर गर्न बाध्य छन्, जसले स्थानीय क्षमता, शक्ति र आर्थिक गतिविधिमा नकारात्मक असर पार्छन्। नम्बर 7 रोल्पा। रोल्पा जिल्ला पहाडी भेगमा अवस्थित छ, जहाँ धेरै बस्तीहरू सडक सञ्जालबाट टाढा छन्। सडक, पुल र यातायातको पूर्वाधार अपुग छन्, जसले बजार पहुँच र सेवा प्रवाहमा कठिनाइ ल्याउँछन्। हालैको वर्षमा केही सुधार भए पनि सुधारपूर्व विकास अझै सीमित छन्। स्वास्थ्य र शिक्षाको पहुँच सीमित छ, जसले जनजीवनमा प्रतिकूल असर पार्छ। धेरै गाउँहरूमा विद्यालय र स्वास्थ्य चौकी टाढा छन्, जसले जनजीवनमा प्रतिकूल असर पार्छन्। नम्बर 8 रुकुम पश्चिम। रुकुम पश्चिम जिल्ला नेपालको कर्णाली प्रदेशको अवस्थित एक दुर्गम र कठिनाइ जिल्ला हो, जुन 2072 सालमा पुरानो रुकुम जिल्लाबाट विभाजन भएर बनेको हो। यो जिल्ला हालसम्म पनि विकासको आधारभूत सूचकहरूमा पछाडि परेको छ। रुकुम पश्चिमको भूगोलमा पहाड र दुर्गम छ, जसले यातायात, सञ्चार, स्वास्थ्य र शिक्षा सेवामा पहुँचमा कठिनाइ ल्याउँछन्। रुकुम पश्चिमको अर्थतन्त्र प्रमुख कृषि आधारित छ, तर जलवायु परिवर्तनको कारणले वर्षा हिमपातको अनियमितता आएको छ। नम्बर 9 अछाम। अछाम भूगोल पहाडी र दुर्गम, जसले यातायात, सञ्जाल, स्वास्थ्य र शिक्षाको सेवामा पहुँचमा कठिनाइ ल्याउँछन्। हालैको वर्षमा केही सुधार भए पनि धेरै ग्रामीण क्षेत्र अझै पनि असफल सडक सञ्जाल र सीमित पूर्वाधारको कारण विकासबाट वञ्चित छन्। नम्बर 10 सङ्खुवासभा। सङ्खुवासभा जिल्ला नेपालको कोशी प्रदेश अवस्थित एक पहाडी जिल्ला हो, जसले विकासको विभिन्न सूचकहरूमा मिश्रित अवस्था देखाउँछन्। यहाँ गरिबको अवस्था तुलनात्मक रूपमा कम भए पनि केही क्षेत्रमा अझै विकासको चुनौती छन्। उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको कारणले कृषि उत्पादन असर पारेको छ, यसले खाद्य सुरक्षामा चुनौती सिर्जना गरेको छ। यी थिइन् आज नेपालको 10 गरिब जिल्लाहरू। हजुरहरूलाई भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला। अर्को भिडियोमा भेट्ने नै छौँ। धन्यवाद।